यसरी हाम्रो एनपिएल को ब्यानरिङ को कामहरू भइसकेको छ देखिरहनु भएको छ। सिद्धार्थ बैंक एनपिएल र सबै टिम जुन 8वटै टिमहरू रहनु भएको छ उहाँहरूले पनि अहिले ब्यानरिङका लागि यसरी पोस्टरहरू टास्ने काम भइसक्यो। साथै अनरशिप लाउन्ज तर्फ लिएर जान चाहे अनरशिप लाउन्ज तर्फ पनि यसरी एनपिएल को लागि पोस्टर टास्ने काम सुरु भइसकेको छ। शानदार देखिन थालिसकेको छ। अहिले हाम्रो ट्युबको यो प्याराफिट लगायत अन्य ठाउँहरू फुड इन्स्टल ठाउँमा राखिरहेका छन्। यहाँ तपाईहरुलाई देखाउन चाहे फुड इन्स्टल ठाउँमा भइरहेको छ भने यतातर्फ चाहिँ यसरी बिल्डिङमा सबैतर्फ पोस्टर टास्ने काम सकिसकेका छन्। अब केही भागतिर रङरोगन र सरसफाइको काम सकिए लगत्तै यतातर्फको काम पनि सकिने निश्चित नै भइसकेको छ। नमस्कार साथीहरु, फेरि पनि स्वागत छ ट्यु मैदानको यो अर्को अपडेटमा। अहिले साथीहरुले देखिरहनु भएको छ 9:30 बजेदेखि नै अहिले हाम्रो यो फ्लड लाइटको टोलीहरू 3 नम्बरमा हाइमास्ट जडानका लागि 3 नम्बरमा हाइमास्टको फ्लड लाइट जडानको लागि चाहिँ अहिले टोली मुभ भइसकेको छ र यतातर्फ देखिरहनु भएको छ अहिले करिब 4 जना टोली चाहिँ माथितर्फ गइसक्नु भएका छन् भने फ्लड लाइट ओसार पसारको काम पनि चलि नै रहेको छ। आज यो साइडमा सबै फ्लड लाइट जडानको काम समयमै सकाउने भनेर बिहानदेखि नै यसरी काम चलिरहेको छ। बिहानदेखि नै यो फ्लड लाइटको क्वान्टिटी चाहिँ बढाइसकेको छन्। आज समयमै फ्लड लाइटको लागि जुन कामहरू सकाउनु पर्ने थियो त्यसको लागि चाहिँ फ्लड लाइटहरू सबै ओसार पसार भइसकेको छन्। टेक्निसियन टोली चाहिँ माथितर्फ गइसक्नु भएको छ र आज यो 2 बजेदेखि 3 बजे भित्र सबै काम सकेको खण्डमा टेस्टिङको प्रक्रियालाई पनि अगाडि बढाइन्छ। जुन टेस्टिङको प्रक्रिया अहिले 1 र 2 नम्बरमा चलिरहेको छ भने अन्य भागतर्फ टेस्टिङको कामहरू सकिसकेको छ। अहिले यो साइडतिर टोयलेट निर्माण इन्स्टल बनाउने र अन्य कामहरू चाहिँ चल्दै गइरहेको छ। टोयलेटको अहिले निर्माण कार्य पनि करिब सकिने लागिसकेको छ। तपाईहरुलाई यहाँ देखाउन चाहे 2टा टोयलेटको कामहरू अहिले ट्युबको साइडमा भइरहेको छ। यसरी अहिले यो टोयलेट र अहिले एकातिर यो टोयलेट गरेर 2वटा टोयलेटका कामहरू चल्दै गइरहेको छ ट्युबको यो इस्ट जोनको साइडमा। अब बिस्तारै चाहिँ काम अन्तिमतर्फ गइसकेको छ। कामहरू चाहिँ अब बिस्तारै सकिनै लागिसकेको छ सबैतर्फ र बाँकी काम भनेको यो गेट निर्माणका कामहरू केही बाँकी छन् त्यो तर्फको काम र अहिले हाम्रो इन्स्टलेसन लगायत डिजाइनका कामहरू छ। गेट निर्माणको कामहरू भइ नै रहेको छ। साथै आज फ्लड लाइट तर्फको यो काम पनि सकिनेवाला छ। हस् र फ्लड लाइटको इन्स्टलेसनका कामहरू पनि आज सकिनेवाला छन्। यसरी अब हाम्रो कामलाई अन्तिम यो साइडतर्फ लगिँदैछ। आज यो लास्ट जुन काम छ त्यसलाई चाहिँ केही बेरमा सकाउने कसरत भइ नै रहेको छ। इस्ट जोनमा यो भिआइपी जोन निर्माणको काम करिब अन्तसम्म पुगिसकेको छ। यतातर्फ भिआइपी जोनमा निकै राम्रो संरचनाहरू बनिरहेको छन्। तपाईहरुलाई यहाँ देखाउन चाहे अब बिस्तारै यो संरचनाहरू माथि काम पनि हुनेछ। 2 नम्बरमा अहिले एमिङको कामहरू बिहानदेखि नै सुरु भइसकेको छ। हिजो हाम्रो 210 वटा फ्लड लाइटहरू बालेका थिए। साँझ 9 बजेतिर 210 वटा फ्लड लाइटहरू चाहिँ बलेको थियो। तपाईहरुलाई जानकारी गराउँ। त्यसरी नै अहिले 1 नम्बरमा काम नभएर 2 नम्बरतर्फ एमिङको कामहरू भइरहेको छ। तपाईहरुलाई यो जुन अपडेट छ यो अपडेट दिने क्रममा अहिले टिकट प्राइस पनि निर्धारण भइसकेको छ। हिजो साँझ टिकट क्यानले टिकटको प्राइसहरू पनि निर्धारण गरेको थियो र त्यही सँगसँगै अब बिस्तारै हाम्रो हाइमास्टमा चाप पनि बढेको छ। कामको रफ्तार अब बिस्तारै बढ्न थालिसकेको छ ट्युब मैदानको यो सबै प्याराफिटतर्फ। त्यस्तै फुड स्टलको लागि पनि यसरी ठाउँहरू बनिसकेको छ। ठ्याक्कै इन्स्टोनको यो लोवर साइडमा फुड स्टलहरू राख्नका लागि उपयुक्त ठाउँहरू बनिसकेको छ। टेन्डर आह्वान भएसँगै यो टेन्डर पाएर अहिले फुड इन्स्टलेसनका लागि कामहरू चल्दै गइरहेको छ। तपाईहरुलाई देखाउन चाहे
लाइट इन्स्टलेसन टपतर्फ गर्नका लागि अहिले यसरी सिडी लाने कामहरू भइरहेको छ। तपाईँलाई यो देखाउन चाहे फ्लड लाइटको कामहरू यसरी अहिले हुँदै गर्दाखेरि सिडी पठाइरहेको छ हाम्रो टपतर्फ। यसरी टेक्निसियनहरूले माथि फ्रेममा जुन मुस्किलहरू सामना गर्नुपर्ने छ त्यसका लागि चाहिँ अहिले सिडी लाने कामहरू चलिरहेको छ। केही बेरमा फ्लड लाइट इन्स्टलेसनको काम पनि सुरु हुनेछ। हाल अहिले देखिरहनु भएको छ यो भर्याङलाई माथितर्फ लग्ने कामहरू भइरहेको छ। ग्राउन्डमा अहिले पनि हलचलहरू भइरहेको छ। कामहरू जो बाँकी छ त्यसलाई सकाउने प्रयासहरू हुँदै गइरहेको छ। यसरी पिच निर्माणका लागि चाहिँ सरसामग्रीहरू पनि ल्याएर राखेछन्। यो बिचमा बााउन्ड्री लगायत अन्य कामहरू चल्दै गइरहेको छ। सबैतिर कामहरूको चाहिँ एउटा रफ्तार र गति बढ्दै गइरहेको छ। यसरी आज यो संरचनाहरू सबै रेडी गरिनेछ र यहाँनिर कलरिङको कामहरू पनि भइरहेको छ। संरचनाको यो जुन भित्री भूभागतर्फ कलरिङको कामहरू पनि सुरु भइसकेको छ। लाइटिङ लगायत अन्य काम सकिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ माथितर्फ लाइटहरू राखेको छ भने कलरिङको कामहरू पनि अगाडि बढी नै रहेको छ। यसरी हाम्रो यो जुन भिआइपी जोन रहेको छ त्यसको दृश्य तपाईहरुलाई देखाइरहेको छु। बाँकी यो भागमा चाहिँ अब टिकटिङद्वारा प्रिमियम भिआइपी टिकटद्वारा चाहिँ यो साइडमा बसेर क्रिकेट हेर्न पाउने व्यवस्था रहेको छ। अहिले यो सिडी लाने क्रम चलिरहेको छ। सिडी लगेर सिडीको टपतर्फ मिलाउने काम सके लगत्तै फेरि हाम्रो फ्लड लाइटलाई पठाइन्छ। फ्लड लाइट चाहिँ रेडी अवस्थामा छ। आज फ्लड लाइट तर्फको सबै कामहरू सकाइन्छ साथीहरू र आज फाइनल जो कामहरू छ त्यसलाई चाहिँ समयमै सकाएर फ्लड लाइटलाई शनिबार बेलुकासम्म सबै फ्लड लाइट 6वटै फ्लड लाइट 420वटा लाइटहरू चाहिँ बालिन्छ। अहिले त्यसका लागि पनि कामहरू चल्दै गइरहेको छ। यसरी अर्को टेक्निकल टोली यहाँनिर लाइन जडानको लागि लाग्नु भएको छ भने एक टोली चाहिँ हाम्रो यो फ्लड लाइटमा यो सिडी भर्याङ पठाउने कामका लागि लागिरहनु भएको छ। साथै हाम्रा यतातर्फ जुन जोन बनिरहेको छ त्यो जोनमा पनि भिआइपी जोनमा पनि कामहरू अन्तिम फेजतर्फ गइसकेको छ। भिआइपी जोनमा जति पनि कामहरू बाँकी छ त्यो अन्तिम फेजतर्फ गइरहेको छ। एनपिएलको ब्यानर राख्ने पोस्टर टास्ने कामहरू निकै रफ्तारमा भइरहेको छ। साथीहरू यहाँ देखिरहनु भएको छ। अब यो पुरै अनर्स लाउन्जतर्फ चाहिँ हाम्रो टिमको ब्यानर र सिद्धार्थ आइपिएलको ब्यानरहरूले चाहिँ ढाकिनेछ र त्यसै गरी अहिले यो बिल्डिङ पनि सजिएको छ। यो बिल्डिङमा पनि सबै ब्यानरिङका कामहरू राखेर सजिएको छ भने अहिले नयाँ पोस्टर सिद्धार्थ ब्याङ्कको यहाँ राखिरहेका छन्। तपाईँलाई देखाउन पनि चाहे निकै संरचनाहरू नयाँ नयाँ रेडी गर्ने अवस्थामा चलि नै रहेको छ। र हिजो हाम्रो 6 नम्बरमा पनि फ्लड लाइट बालेको थियो। 1 नम्बरतर्फ एमिङको कामहरू सकिएको जस्तो देखिँदैछ भने 2 नम्बरतर्फ चाहिँ अहिले एमिङका लागि पनि टेक्निसियनहरू खटाइसकेका छन्। 3 नम्बरतर्फको काम आज सबै सकिनेछ। हामीले त्यसकै लागि प्रतीक्षा गरिरहेका छौँ। 3 नम्बरपछि सबैतर्फ चाहिँ अब फ्लड लाइट बल्ने निश्चित नै भइरहेको छ। ग्राउन्डतर्फको अवस्था देख्न सक्नुहुन्छ लगायत अन्य यो ठाउँहरू। 3 नम्बरतर्फको अवस्था देखाउन चाहे बिहानदेखि कामहरू सुरु भइसकेको छ र माथि हाम्रो जति पनि लाइटहरू जडानका लागि बाँकी छ त्यसको लागि चाहिँ अहिले यसरी यो भर्याङ एट्याच गर्ने काम चलिरहेको छ। भर्याङ एट्याच गरे पश्चात चाहिँ हाम्रो मेन काम सुरु हुन्छ जुन भनेको फ्लड लाइट लिएर जाने र फ्लड लाइट इन्स्टलेसनका कामहरू। अहिले यसरी टेक्निकल टोलीहरू चाहिँ फ्लड लाइट जडानका लागि माथितर्फ पुगिसक्नु भएका छन्। बाँकी कामहरू बिस्तारै चल्दै गर्नेछ। विशेष काम भनेको हाम्रो फ्लड लाइटको रहेको छ र फ्लड लाइट सहित अहिले यतापट्टि पनि देखाउन चाहे जुन 2 नम्बरतर्फको फ्लड लाइटमा एमिङको कामहरू सकिने प्रक्रियामा छ भने यता हाम्रो 3 नम्बरमा चाहिँ फ्लड लाइटको काम आज सकिने भनेर यसरी टोलीले मुभमेन्ट गरिसक्नु भएको छ। तपाईँलाई यहाँ देखाउन चाहे यसरी हाइटमा बसेर यो फ्लड लाइट इन्स्टलेसन र भर्याङ इन्स्टलेसनका कामहरू उहाँले गरिरहनु भएको छ। निकै शानदार काम, निकै
अब अन्तिम यो फ्लड लाइटको काम आज सकिनेछ र यो सुन्दाखेरि पनि निकै खुसी लागेर आउँछ। हाम्रो पहिलो गेम नै फ्लड लाइटमा रहेको छ। त्यसको लागि टेस्टिङका कामहरू करिब 3टा पोलको टेस्टिङको काम सकिसकेको पनि छ। घेराबार र जुन अन्य कामहरू छ, अब यहाँतर्फ पनि सिल गर्नेवाला छ। यो जुन खाली भाग छ यो तर्फ पनि सिल गर्ने कामहरू भइरहेको छ। योभन्दा अगाडि साइडमा चाहिँ यसरी सिलको काम भइसकेको छ। तपाईँलाई देखाउन चाहे अब सबैतर्फ सिल गरेर निकै शानदार ग्राउन्डमा छिर्ने विभिन्न ठाउँमा इन्ट्रान्सहरू राखिनेछ। अहिलेका लागि यसरी ठाउँमा प्रवेश गराइनेछ। र बिहानैदेखि हाम्रो क्रिकेट टोलीहरू यसरी ट्युब मैदानको अवलोकनका लागि आइसक्नुभएका छ। साथै ब्यानरिङ र अन्य कामहरूले चाहिँ गति लिइ नै रहेको छ। तपाईँलाई यहाँ देखाउन पनि चाहे सिक्युरिटी पनि केही टाइट हुँदै गइरहेको छ। ट्युबका पिच निर्माण लगायत अन्य काम र नयाँ ब्यानरिङ लाइन एसपिएल बोल्ट यहाँ साथीहरूले देखिरहनु भएको छ। यस्तो खालका ब्यानरिङहरू पनि ल्याएर इन्स्टलेसन हुन थालिसकेको छ ट्युब मैदानतर्फ। ग्राउन्डको अवस्था निकै शानदार रहेको छ र फ्लेक्स बोर्डहरू, होर्डिङ बोर्डहरू त्यो चाहिँ सबै इन्स्टलेसनका लागि अहिले चल्दै गइरहेको छ। तपाईँलाई यहाँ देखाउन पनि चाहे। यहाँनिर हाम्रो एनपिएलको लोगोहरू ल्याउने र राख्ने क्रमहरू चल्दै गइरहेको छ। सुन्दर र अति सुन्दर बन्दै गइरहेको छ हाम्रो ट्युब मैदानको यो प्यारापिटहरू। फ्लड लाइट लगायत अन्य कामहरू 3 नम्बरमा यसरी चलि नै रहेको छ र तपाईँहरूले देखिरहनु भएको छ। केही बाँकी फ्लड लाइटले आज सबै सकाउने टार्गेट बोकेर कामदारहरू एक ठाउँमा जम्माउनु भएको छ। यसरी सिडी टपतर्फ यो जुन हाम्रो फ्लड लाइट इन्स्टलेसन बाँकी छ यो टपतर्फको लाग्नको लागि सिडीहरू राखिसकेका छन्। र हिजो यी 3वटा फ्लड लाइटहरू बलेको थियो 5, 6 र 4 नम्बर गरेर। आज चाहिँ यो बल्ने पक्का भइसकेको छ। टेस्टिङका लागि रेडी भएको अवस्थामा छ हाम्रो 2 नम्बरतर्फको फ्लड लाइटहरू। देखाउन चाहे साथीहरूलाई अहिले ट्युबतर्फको संरचना के कस्ता कामहरू भइरहेको छ, के कति कामहरू हुँदैछन् र कति कामहरू बाँकी छन् भन्ने विषयमा केन्द्रित भएर यसरी समाउने कामहरू चलि नै रहेको छ। 6 नम्बरमा केही खालका कामहरू बाँकी छैनन्। जुन घेरबारको कामहरू रहेको छ त्यसलाई पनि बिस्तारै सकाउँदै गइरहेका छन्। र ट्युब मैदानको यो प्याराफिटमा अहिले सबैतर्फ सरसफाइ भइसकेको छ। फेरि पनि देखाउन चाहे तपाईँहरूलाई यो भागमा 4 नम्बरमा हिजो केही समस्याहरू आएको थियो, त्यस भएर केही टाइम लाग्यो यो हाम्रो कामहरू गर्न र आज चाहिँ अब बिस्तारै सबै कामहरू सकिनेछ। साथीहरू देख्न सक्नुहुन्छ 4 नम्बरमा र आज 2 नम्बरतर्फ पनि एमिङको काम सकिएको खण्डमा 2 नम्बरमा पनि फ्लड लाइट बाल्ने पक्का भइसकेको छ। 2 नम्बरमा पनि आज फ्लड लाइट चाहिँ बल्दैछ। साथीहरू निकै सुखको समाचार सुन्न पाइरहेका छौँ। हाम्रो भिआइपी जोनमा पुट्टी लगाएर कलरिङका कामहरू गरेको छ। शानदार भिआइपी जोनको निर्माण गरेका छन् ठुलै पदाधिकारीहरूका लागि यो कामहरू भइरहेको छ। साथै अहिले तपाईँलाई यो ट्युब मैदानमा देखाउन पनि चाहे। ट्युब मैदानतर्फ अहिले क्यामेराका लाइट लगायत अन्य संरचनाहरू ल्याउने क्रम जारी नै छ। विभिन्न ठुला पदाधिकारीहरू आउने जाने क्रम चलि नै रहेको छ। साथै यसरी ब्यानरिङहरू पनि र यहाँ सोफा सिट पनि देख्न सक्नुहुन्छ। सोफा सिट लगाउने र यो शानदार भवनमा पोस्टर गर्ने कामहरू चलि नै रहेको छ। अब यो सबैतर्फ कामहरू हुँदै गर्ने क्रममा
ट्यु मैदानमा एनपिएललाई चाहिँ भव्य साथ मनाइनेछ। हाम्रो पर्व, हाम्रो सान एनपिएल अब आउनलाई केही दिन मात्र बाँकी रहेको छ।